I thought of taking the highway, 'cause you know I've never been the stable type. I tried to make you see my way, but you never listened and you closed your eyes. But now that I'm gone and moving on, I look back and see all my dreams are laying where you are. So wait for me to come home, I'm already on my way. You wait for me to come home, I'm already on my way. What a lovely morning. आज मार्च 8 फागुन 24 गते हाम्रो तररा बासीको एकदमै ठुलो एकदम विशेष दिन रहेको छ। आज चाहिँ हाम्रो सेकेन्ड तररा अर्ग्यानिक रन, यो चाहिँ हाम्रो दोस्रो संस्करणमा आज हुन गइरहेको छ। तररा 10K रन धावकहरू सबैजना एकदम भेला हुनुहुँदैछ अहिले दौड प्रतियोगिताको लागि। सयपत्रीको हुनुहुँदो रहेछ। यो चाहिँ दौड प्रतियोगिता मात्र नभएर यो चाहिँ यसो सहभागी जनाएर होइन आफ्नो स्वास्थ्यको लागिदेखि लिएर रमाइलो गर्नको लागि पनि भएर पनि हाम्रो यस तररा अर्ग्यानिक 10K रनमा चाहिँ सहभागी हुनुभएको छ थुप्रो धावकहरू। मान्छेहरू अलिक टाढा टाढादेखि नै आउनुभएको छ यहाँ सहभागी जनाउनको लागि। एकदमै भव्य र सभ्य रूपमा हुन गइरहेको छ यस हाम्रो तररा 10K रन। सो अब दौड सुरु हुनलाई धेरै समय पनि बाँकी छैन। दौड भन्ने कुरो अब 5 मिनेटमा सुरु हुन गइरहेको छ। Wait for me to come home, I'm already on my way. साइडबाट हिँड्दिनु नि आन्टी, साइडबाट यसै गरी केटाकेटीहरूको चाहिँ अलिकति साइड लागिदिनु पर्छ क्या। अलिक साइड लागिदिनु अङ्कल, यो अङ्कललाई अलिकति साइड लागिदिनु भन्नु नि यार। केटाकेटीहरू त जोगिँदैन क्या। ए तेरिका यो चाहिँ फेरि केटाकेटीहरूको है अंडर 12 के यहाँ
तेरिका बवाल छ अन्डर 12 हरू पनि यार तेरिका This is under 12 fun run. Oi, ठीक छ कुद ल राम्ररी कुदौ ल राम्ररी कुदौ अन्डर 12 को धेरै छ है क्या यार ल कुदौ ल खोइ अनि खोइ मान्छे कुद्नु पर्दैन यस्ता आरामै खोइ कुद्नु नकुद्नु भएको यार यस विकास दाइ कस्तो नकुद्नु भएको तपाईँहरू चाहिँ अनि तेरे भयो कुद्नुपर्छ है अलिकति आमा हुँदैन हो यसरी हुँदैन होइन यही पुरानो ब्रान्ड लगभग सकियो जस्तो छ अब चाहिँ अझै बाँकी छ हो राम व्हिलचेयरको पनि सुरु हुन गइरहेको छ भने म चाहिँ यहाँ स्टार्टिङ लाइनको मा आउँदैछु मर्निङ दाजु तपाईँहरू पनि पत्रकार उसबाट हो यसै गरी व्हिलचेयरको चाहिँ छोटो दूरीको दौड प्रतियोगिता उहाँहरूको चाहिँ सकिसकेको छ सहभागी ठिक्कै रहेको छ भनेदेखि यसै गरी अन्डर 12 को फर्स्ट रनर देखिरहेको छ भनेदेखि अन्डर 12 बाट यसै गरी ओपनको पहिलो रनर गरिएको छ यसै गरी ओपन क्याटेगोरीको दोस्रो धावक पुग्नु भएको छ यसै गरी दोस्रो तेस्रो सेकेन्ड माहौल एकदम बढ्दैछ यहाँ रनर्सहरू कम्प्लिट गरेर सर्किट आफ्नो रुट कम्प्लिट गरेर सर्किने हुन्छ भनेदेखि यहाँ यता मेडल थाप्ने क्रम भइरहेको छ कुदुम राम्रो कुद्नुपर्छ ल कुदु मेडल थाप्नु लाइनमा फ्यामिली फन ओपन सबै आउने क्रममा
छ नि अब भेटरेनको बाँकी छ अन्डर 16 पनि आएको छैन होला उहाँ नि ओपन के रहेछ ओपन भेटरेनको पहिलो त्यसै गरी फिमेलको पहिलो रनर पनि आइसक्नु भएको छ अन्डर 16 को प्रथम रहनु भएको छ यो चाहिँ बास्केटबल कोर्ट रहेको छ हाम्रो तरराको यसपालि स्टेज चाहिँ यता बनाइएको छ पुरस्कार वितरण पनि सायद यही नै हुन्छ होला कति मिनट घन्टा बितिसक्दा पनि धावकहरू अझै आउने क्रम बाँकी नै रहेको छ What a glorious day of Tarara people है एकदम व्यापक भिडभाड एकदम बवालै भयो यस्तो भिडभाड छ यहाँ भनेदेखि अझै पनि मेन चोकमा हाम्रो मेयरज्यू इटारीको यहाँ हुनुहुन्छ यहाँ उपस्थित सम्पूर्ण यात्रादाताहरू छरिनुभएका सम्पूर्ण इटारीको मेयर र हाम्रो अतिथिको रूपमा प्रिमियस भुटियाको उपस्थिति देख्न सकिन्छ हाम्रो तररा रनमा त्यसै गरी यता हाम्रो इटारीको मेयर साहब हुनुहुन्छ त्यसै गरी हाम्रो यता वार्ड नम्बर 20 को वडा अध्यक्ष एउटा फोटो नि खिच्यो उहाँसँग पनि हाम्रो प्रिमियस भुटिया सरसँग उहाँ चाहिँ अतिथिको रूपमा हाम्रो तररा रनमा सहभागी हुनुभएको छ भने सबैजना फोटो खिच्नुलाई एकदम उत्सुक हुनुहुन्छ उहाँसँग अब चाहिँ यहाँ पुरस्कार वितरण कार्यक्रम हुन्छ होला सायद स्टेजमा चेयर मिलाउने काम भइरहेको छ हाम्रो भोलिन्टियर साथीहरूले बिग राउन्ड एप्लज उहाँलाई हामी हार्दिक ताली बजाएर हार्दिक स्वागत सम्मान गर्नेछौँ। तसर्थ यो कार्यलाई अगाडि बढाउन
जुन तरारा रनले आफ्नो भूमिका निर्वाह गरेको छ, इटालीलाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो अथक प्रयासलाई यहाँहरूप्रति सम्मान गर्दै यो कार्यक्रममा सबैलाई स्वागत, शुभकामना र तपाईँहरूलाई धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्ते, जय तरारा। सर्टिफिकेट, प्रमाणपत्र र नगद पुरस्कार सहित हामी सम्मान गर्नेछौँ। सम्मान गरिदिनु आजका अतिथि दिनेश चन्द्र गिरिज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी धरान डेन्टलले उहाँहरूलाई कप दिएको छ। धरान डेन्टलप्रति हामी फरक खाले क्षमता हुनुभएका व्हील चेयर रेसमा प्रथम पुरस्कार, प्रमाणपत्र, मायाको चिन्ह प्रदान गरिदिनु स्वास्थ्यको कामना सहित धरान डेन्टलबाट 12 महिला क्याटेगोरी, अन्डर 12 महिला क्याटेगोरी, अन्डर 16 महिला क्याटेगोरीको विजेताहरू तयारी अवस्थामा रहिदिनु होला। अन्डर 16 महिला क्याटेगोरीका विजेताजीहरू तयारी रहिदिनु होला। धेरै धेरै धन्यवाद विशाल, बधाई छ यहाँलाई। पूर्ण लक्ष्मी राईज्यूका प्रतिनिधि हुनुहुन्छ भने त्यसै गरी 38 मिनट 5 सेकेन्ड र 40 मिनट 25 सेकेन्डमा 10 किलोमिटर दौड पुरा गर्नुभएको छ। उहाँप्रति हामी एकमात्र खुट्टाले दौड पुरा गर्ने हेमबहादुर विष्ट हार्दिक बधाई। 32 minutes 9 seconds. Julius is from Kenya. He is the winner everywhere. He is known in Taranga and he might back more medals in this season. Julius, very many congratulations. Gajendra Rai, very many congratulations, and Saroj Limbu, very many congratulations. पुरस्कार दिदिनु न आजका विशिष्ट अतिथिज्यूलाई अनुरोध गर्दछु। विशिष्ट अतिथिज्यू very many congratulations to the winners, Julius, Gajendra Rai and Saroj Limbu. अबको क्रममा ओपन 16 to 14 category female विनरहरू तयारी अवस्थामा रहिदिनु होला। 14 to 16 मास्टर इन्टर्न 60+, the winner is Saraswati Rai. Very many congratulations. अनि सुसिले दरहरूको सेकेन्ड अर्ग्यानिक च्याम्पियनमा आउनु पाउँदा आफूलाई भाग्य पनि एउटा खुसी पनि लागिरहेछ हो। अहिले यहाँनिर भनिदियो अन्तर्राष्ट्रिय कुनै म त्यो केही पनि होइन। राम्ररी हेर्नुहोस्, म को भने नि मात्नु छोडेको बाजे मात्र है। त्यही मात्नु छोड्नाले आज म यहाँ छु। अनि मेरो खासमा चाहिँ म एउटा म्यासेज लिएर, सन्देश लिएर मात्रै आएको। तर आज मैले धेरै युवा युवती कुदेको देखेँ। हार्नु जित्नु भन्ने कुरो हुन्छै हुन्छ स्पोर्ट्समा, तर मेरो लागि त जति पनि कुद्यो सबैजना नै विनर हो। किनभने मलाई लाग्छ आज यो नानीहरू जति पनि कुद्यो एकछिन भए पनि आधा घन्टा या 1.5 घन्टा 2 घन्टा भए पनि मोबाइलदेखि टाढा। अहिले मोबाइल एडिक्सन पनि छ नि त है। अर्को कुरो अहिले धेरै सिक्किमतिर म केमा बोल्नु चाहन्छु भने अहिले ड्रग एडिक्सन भन्दा पनि बेसी चाहिँ अहिले मेन्टल इलनेसको विषयमा कुरा हुँदैछ। बेसी जस्तो मेन्टल इलनेसको पनि कुरा हुँदैछ। मेन्टल इलनेस चाहिँ मलाई लाग्छ किन हुन्छ भन्दाखेरि एक्लै बसी पठाउँछ, त्यो लोन्ली भएर पनि के आउँछ कि त्यसले गर्दाखेरि मलाई चाहिँ लाग्छ रनिङ गर्दा चाहिँ धेरै नै हेल्प हुन्छ। हो म जित्दिनँ, अघि बाटोमा स्पिड कुद्नुहोस् न भने सक्यो म कुद्नु। अब उभिएर हेरेर चाहिँ ठिलो जाउनु भन्छ, म कहाँ सक्छु, सक्दैन नि। तर अब रिसाउनु पनि भएन, किनभने सबैजना कुद्ने हुँदैन है। अनि अब धरानमा आउँछु, म धरानमा पनि 7 पल्ट जस्तो कुदिसकेँ। रमु भाइलाई धन्यवाद छ, सन्तोष भाइलाई होइन। त्यसरी नै अब यहाँ तपाईँहरूको तररा पनि सेकेन्ड तररा अर्ग्यानिक रनमा म 2 पल्ट भइआयो। यहाँ मिन भाइहरूसँग हामी सैलुङ पनि कुद्यौँ। अब सैलुङमा पनि कुद्नु गएको मतलब म जित्नु गएको होइन। इज काइन्ड अफ एन एजुकेसन फर मी। सैलुङ जस्तो जग्गा हेर्नु पाएँ, त्यहाँको कल्चर हेर्नु पाएँ, त्यहाँ कस्तो प्रकारले मान्छे जिम गर्दैछ, त्यो कुरा इट्स काइन्ड अफ एन एजुकेसन फर रनिङ चाहिँ मेरो लागि त्यो हो। जित्ने अर्कै हुन्छ। म भनिरहन्छु देयर आर 3 kinds of runners. एउटा हुन्छ जसले चाहिँ रेसर्स भन्छ, जो चाहिँ पोडियम फिनिसर्स। दे थिङ्क अबाउट रनिङ 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 रनिङ, उसको ट्रेनिङ अर्कै हुन्छ, उसले जित्छ, ऊ टप 10 मा आउँछ भन्छ। अनि हामी इन द मिडल हुन्छ, हामी चाहिँ एउटा हेल्थ एन्ड ह्याप्पिनेसलाई कुद्ने हो। बिस्तारै कुद्दै अब जिस्किँदै टोलिँदै कुद्ने हो। अनि अब कतिजना हुन्छ न्यू कमर्स,
फर्स्ट टाइम आएको हुन्छ बुझ्नु गर्न साह्रो पर्छ तर त्यही फर्स्ट टाइमर्सले हामीलाई जितेर रेसन पनि हुनसक्छ यसमा केही माइन्ड छैन अनि म धेरै